नमस्ते नमस्कार अनि हार्दिक स्वागत छ मेरो मिनी ब्लगमा। म चाहिँ धेरै पछि आज यसो ब्लग बनाऊँ भनेर तपाईहरुमा आज उपस्थित भएको छु। मेरो लागि सबैजनाले ताली बजाइदिनु होला। धेरै भयो भेट्न भएको तपाईहरुसँग। मैले ब्लग बनाएर नहालेको धेरै भयो, मेरो न्यासो आइसक्यो होला भनेर हातै न्यासो मिलाइदिउँ भनेर अनि म आएको छु है। ककललाई न्यासो लागेको छ। मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु अनि मेरो भिडियो हेरिरहनु ल। म चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा बानेश्वरमा छु। यहाँ रोड क्रस गर्नुपर्ने गाडीहरूको लाइन छ। एकछिन रोक्छु। अहिले फेरि मलाई गाडीले टुच्च छोइदिन्छ। ए जाम भयो जाम भयो जाम भएको बेला म पनि जाम हुँदै हिँडेँ। झन्नै मलाई गाडी चाहिँ छोएन गाइस। अनि के छ त अहिले भिडियो हेरेर बसिरहनु भएको सबैजनाको खबर के छ? मेरो त ठिकै छ। यस्तै छ, जाडो छ काठमाडौँमा, जाडो छ, गाह्रो छ। जाडोमा ज्याकेट लगाएर हिँडिया छ झ्यामका झ्याम। म चाहिँ अहिले तपाईँको लेस खुस्क्या। म चाहिँ अहिले ठ्याक्कै बानेश्वरको पुलमा चढ्दैछु। हिँड्दै गर्दा एकजना दाइ भनौँ कि भाइ भनौँ, उमेरले जे भए पनि दाजुभाइको लेस खुस्क्या रहेछ। सूचना गराइदिएँ। म कम गतिलो मान्छे हो। म त अगाडि मुसालाई पनि समस्यामा देखे पनि मुसा त समस्यामा छस् भनेर भन्ने मान्छे हो क्या। थाक्यो। मोटो मान्छे यति पुलको सिडी चढ्दाखेरि पनि थाक्यो। ल दर्शन गर्नु है। आन्दोलनपछि ककलले काठमाडौँको यो नयाँ बानेश्वरको दर्शन गर्नु भएको गर्नु। म छु सङ्गीत भवनको छेउछाउमा। तर आन्दोलन गर्न आएको होइन, घुम्न आएको। कस्तो चिसो हावा चले हो यहाँ त। गर्मी महिनामा चाहिँ यतिको हावा चल्ने हो भने मजै आउँथ्यो है। जाडोमा चलो त्यही पनि ठिकै छ। मैले ज्याकेट लगाएकै छु। मलाई तातो भएकै छ। एकछिन पुलमा बस्नु पर्यो। रमाइलो दृश्य हेर्नु पर्यो यहाँबाट। हेर्नु त्यसरी भेडा बाख्रा कुद्या जसरी हो। ठुलो भुइँसी बाख्रा पाठा हिँडे जसरी गुटुटुटु हिँडेछन्। कोही उता गएछन्, कोही यता आछन्। अब म चाहिँ मान्छे परेँ चक्लेट खाँदै खाँदै। उस्किँदैन त। चक्लेट खाँदै बस्नु पर्यो पुलमा बच्चा जसरी। हुन त बच्चै हो। अब 25 वर्ष भए पनि आमाको लागि त बच्चै हो नि म, होइन भनेर कसले भन्छ? कसैले भन्नुहुन्छ भने कमेन्ट गर्नु। म जवाफ दिन तयार छु। अनि खाइयो। अब यसलाई चाहिँ गोजीमै हालौँ है। यसलाई गोजीमै हालौँ। फाल्नु हुँदैन। जहाँ पाए यति फोहोर फाल्नु हुँदैन। नत्र फेरि बालन दाइले मलाई 2 लाख तिराउँछन्। 2 लाख कहाँबाट ल्याउनु नि म 2 लाख?
गाह्रो पर्छ मलाई। म चाहिँ आज है धेरै दिन भयो के भ्लग खोलेर नबसेको, नहिँडेको नघुमेको होइन। होइन घुमेको हिँडेको पनि, कहाँ नहिँड्नु नहिँड्नु भन्ने कुरै हुँदैन नि। म हिँडेको क्या, हिँडेको घुमेको, अनि त्यसपछि मोबाइल पनि चलाएको, टिकटक पनि चलाएको, युट्युब पनि चलाएको, तर भिडियो नबनाएको। त्यही भएर आज चाहिँ भिडियो बनाउँदै हिँड्नु भनेको। अब एक्लै छु बाटोमा, गाइड छन त मान्छे छन् तर पनि म एक्लै छु। एउटा मेरो बेस्ट फ्रेन्ड छ, त्यो हो मोबाइल। आज सोचेँ मोबाइलसँग गफ गर्दै जान्छु। त्योसँग गफ गर्नु, अरू बुढो छन् परदेशमा, म छु एक्लै घरदैसम्म भने जस्तो। आज म कताबाट जाऊँ? ठुलो बाटो जाऊँ कि सानो बाटो जाऊँ? ठुलै बाटो जाऊँ न। चान्चुने मान्छे हो र म सानो बाटो हिँड्ने, सानो बाटोमा म अट्छु, ठुलै बाटो हिँड्छु नि। मिठो छ चक्लेट, मिठो छ। कपालाई मनपर्छ कमेन्ट गर्नु। म यहाँ छु बानेश्वरको होलसेल कपडा पाइने मार्केटको छेउमा। ए झन् लडिनँ, अहिले म लड्या भए त यस्तो फ्ल्याट चप्पल लाउँदा पनि लड्यो भनेर ठुलो इन्टरनेसनल बेइज्जत हुन्थ्यो। ल यहाँ हेर्नु, बस्ने ठाउँ बनेको छ। यो चाहिँ ठ्याक्कै बानेश्वर हो, नयाँ बानेश्वर। नयाँ बानेश्वरमा यस्तो दामी बस्ने ठाउँ बनेको छ। ल हेर्नु, गमलाको लागि क्या दामी ठाउँ छ। अहिले त विकासै विकास भयो नि। जहाँ हेर विकास मात्रै छ काठमाडौँमा, अन्त त्यो होइन विकास काठमाडौँमा मात्रै छ। ल यतै यो बाटो हिँड्नै हुँदैन। होलसेल होलसेल आओ भने भित्र जबरजस्ती तानेर लान्छन् भाइ। मलाई अस्ति यो ज्याकेट त्यही भएर किनेको। जबरजस्ती म हिँड्दै थिएँ बाटोमा, ए नानी यता यता भनेर त्यहाँको अङ्कलले भित्र बोलाउनु भयो। किन भनेको सस्तो सस्तो भने, सबै होलसेल भने। म त हो पो क्यारे भनेर गएको। त्यो होलसेल हुनु नि, होलसेल त होलसेल, त्यहाँ भएको जति सबै कपडा चाहिँ होल अनि सेल गर्ने रहेछ क्या। त्यही भएर होलसेल भनेको छैन, होलसेल त होलै सेल गर्न राखेको थियो नि होइन। त्यही भएर मैले पनि त्यही किनेको हो। तपाईँहरूलाई पनि किन्नु छ भने आउनु है, नयाँ बानेश्वरमा फुटपाथ मार्केटमा। के भन्छन्, फुटपाथ भन्छन् कि फुटपाथ कि फुटपाथ के हो? म त भन्ने आएन। फुटपाथ फुटपाथ पाथलाई फुट भने कि फुट पार्क। पार्क भन्नु भने पार्क पनि होइन, पार्क त के खुट्टा हाल्ने ठाउँ त हुँदैन थियो। के पार्क भन्ने र के भन्छन्, फुटपाथ भन्छन् कि फुटपाथ फुटपाथ भन्छन् कि के भन्छन्? कसलाई थाहा छ कमेन्ट गर्नु है। यस्तै हो। अनि यतिखेर हजुरहरू कहाँ कहाँदेखि मेरो भिडियो हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु ल। के छ त्यताको मौसम खबर सबै ठिकै त होला नि। म आइपुगेँ ताजा फुल बाटो। लाज लाग्यो भन्नु रे, लाज लाग्ने मान्छे भए म यसरी बाटोमा खिच्दै हिँड्थेँ भने होला। तर पनि दुईवटा बहिनी आउँदै थिएँ अगाडिबाट,
एउटा बहिनीले लाइभमा हो कि क्या हो भन्नुभयो। फेरि अर्को बहिनीले भ्लग बनाउँदै हिँड्नुभयो होला भनेर भन्दै थिएँ। अन्त कस्तो लाज लाग्यो तल हेरेर हिजो यसरी होइन कति बेसरी कराएको हो क्या सुनिसकेँ मैले। कस्तो दामी दामी पसलहरू खुले यहाँ खुलेर के गर्नु पैसा छैन पैसा। बुटवलको फुल्की ककरलाई खान मन लाग्छ यहाँ खाना आउँदा हुन्छ। मान्छे एकचोटि खाएको मिठो थियो राम्रो थियो तर फर्स्ट टाइम खाएको लास्ट टाइमै भने जस्तै भयो त्यत्तिकै हुँदो रहेछ हो यस्तो चिजहरू खान पनि। एक्लै छु साथीहरू पनि छैनन्। स्कुल पढ्दा त डेली क्लासमा घन्टी बिताइ बिताइ चटपटेर पानीपुरी खाएर हिँडिन्थ्यो नि। अब अहिले ती सबै साथी कोही विदेश कोही कहाँ पुगिहाले। अब जहाँ गयो नि एक्लै हिँडिरहेको छु के गर्नु। चाहिने जो जिन्दगानीमा एक्लै भएपछि पैसा बढ्दो रहेछ है के चाहिँ भने खर्च हुने है। खाएको खाए के चाहिँ भने खर्चै नहुने। म चाहिँ खर्च नहुनेमा परेँ त्योभन्दा झन् एक नम्बरमा पैसा नहुनेमा परेँ गाइज। झनै लागेन भिडभाडबाट निस्केको म। एउटा दिदी चोर खाँदै रहेछन् भा के हुन थालेको यो केटी मान्छेले पनि चुरट। सार्वजनिक ठाउँमा त्यही पनि चट्टसँगले धुवा उडाउँदै बसिरह्यो भने स्टाइलमा हो मा गो टुरुलभ। हुन त केटी मान्छे भनेर कहाँ हुन्छ केटी मान्छेमा प्रधानमन्त्री भइसके राष्ट्रपति भइसके अब राजा हुन मात्र बाँकी छ त्यो चाहिँ मै हुन्छु होला। केटी मान्छे भएर पनि राजामा नियुक्त हुने चाहिँ मै होला भविष्यमा। अहिले चाहिँ नभनौँ भविष्यमा नभए नि सपनामा पनि हुँदैन कमसेकम सपनामा त हुनु हुँदैन। टोकेर खाइदिनु पर्यो। म हिँडेको 13 मिनट। चौध मिनट भयो। म आइपुगेँ मन्दिरमा मैले घन्टी पनि बजाएँ तर देब्रे हातले दर्शन गरेँ केही हुँदैन। हात पो देब्रे युज भएको त मन त मेरो दाहिने नै थियो नि। यो मोबाइल भएपछि कोही नचाहिँदो रहेछ। साथी पनि नचाहिने एक्लै बडबड गर्दै हिँड्नु कति आनन्द।
फेरि अर्को चक्लेट खानु पर्यो ल मैले यो कागज पनि गोजीमै हालेको छु है कसैले पनि फोहोर गरी भन्न नपाई अनि म कहाँ छु यतिखेर थाहा छ म छु ए मेरो हातले छेकेछ है सरी हात गलो भनेर हात फेर्नु पर्यो भनेको निर्माण कार्य हुँदैछ मलाई हेरेर मान्छे हाँसिरहेछन् किन हाँसेका मलाई त्यस्तो हाँस्ने खालको देखाएको छ गाइस कतै ए हो र मेरो कपाल ठाडो भएको छ यो झोलाले पनि हात गलो यसरी बोक्छु ल जो पनि मलाई हेरेर हाँस्दै हिँड्छन् मलाई लाज लागोस् भनेर होला म थोरै लजाउँछु म त जेन्टलम्यान मलाई लजाउँदिनँ मैले गिनिज बुकमा नाम लेखाइसकेको छु नलजाउनेमा अनि अब अरू त के कुरा गर्नु र भर्खरै हिजो भएको भनेको गेम हो गेमकै कुरो गरौँ न अब लुम्बिनीले जित्यो अरे है लुम्बिनीले भने नि त हो लुम्बिनीले जित्यो अरे मलाई त जसले जिते नि खुसी लुम्बिनीले जिते नि सुदूरपश्चिमले जिते नि चितवनले जिते नि जनकपुरले जिते नि तर जनकपुरले जितेर अलिक खुसी हुन्थ्यो धेरै किनभने जनकपुर भनेको आफ्नो ठाउँ अञ्चल अनि जनकपुरले जित्यो भए त खुसी लाग्थ्यो होइन मैले नि खुसी छु अहिले पनि दुःखी चाहिँ छुइनँ है म लुम्बिनीले जित्यो नि ठिकै छ आफ्नो देशैले जितेको हो जसले जित्यो पनि अनि मलाई दुःख लागेको छैन के दुःख लाग्थ्यो गेमै बुझ्यो अब दुःख लाग्छ म गेमै बुझ्दिनँ क्रिकेटै बुझ्दिनँ म यति थाहा छ मलाई उताबाट आउँछ तर ड्याममा हान्छन् फेरि कुदिहाल्छन् अनि फेरि कुदेर फेरि उताबाट अर्कोले हानिहाल्छ यो गेमै मलाई बुझ्न लाग्छ होला 5 वर्ष मैले चाहिँ बुझ्दै बुझिनँ त्यही भएर जसले जिते पनि म दुःखी छुइनँ यसमा कसैले चिन्ता लिनु पर्दैन म दुःखी छु भनेर म दुःखी छुइनँ है ल लुम्बिनीले जिते पनि म खुसी जसले जिते पनि म खुसी म दुःखी नभइसकेपछि सबै खुसी फाइनली अब म रुमको छेउछाउमा आइसकेको छु छु होइन छु यो चेपमा हिँड्दैछु गाइस यहाँनिर मन्दिर पनि छ दर्शन गर्नुहोस् नमस्ते भगवान् भन्नुहोस् भने मैले त भने तपाईँको पालो यता गीत गाउँदै हुनुहुन्छ म जाँदैछु कस्तो बाटो कस्तो रमाइलो छ गाइस तपाईँहरू बस्नेतिर कस्तो छ माहौल रमाइलो छ छैन कमेन्ट गर्नुहोस् ल
ल कमेन्ट गर्नुहोस् होला। ल यस्तै हो। अब मैले आज धेरै पछि तपाईँहरूमा खासमा मलाई अल्छी लागेको थियो एक्लै हिँड्न। अहिले मैले विचार गरेँ म त एक्लै छुइनँ, मसँग सबैभन्दा मेरो बेस्ट फ्रेन्ड, सबैभन्दा मेरो प्यारो मोबाइल मसँग छ। अनि त्यसभित्र हुनुहुन्छ तपाईँहरू भने म एक्लै किन, म एक्लै कसरी भनेर म आफैलाई क्वेसन गरेँ। अनि त्यहाँबाट लाइभ आएँ। लाइभ होइन, कस्तो मिस्टेक बोलेको मैले, भिडियोमा आएँ। क्यामेरा खोले देखाएँ, बोल्न थालेँ। ल अनि यस्तै गरेर रुम छेउछाउ पनि आइसकेँ होइन। अनि आज मैले यो भिडियो बनाउँदा केही नराम्रो यस्तो केही शब्दहरू प्रयोग गरेको भए, जुन शब्दले हजुरहरूलाई नराम्रो लागेको भए सरी। के छ बा, ठिक छ? नभए ग्यास बा। सबैजनाले माया गरिदिनु होला। अहिलेसम्म सबैजनाको साथ र सपोर्टले युट्युब चलाउन छोडेको छुइनँ। सबैजनाको साथ र सपोर्टले युट्युबमा भिडियो हाल्न छोडेको छुइनँ र अझै पनि हाल्ने छु। त्यसमा तपाईँहरूको मलाई साथ चाहिन्छ। यति भन्दै मेरा 2 शब्द म यहीँ ढुट्याउन चाहन्छु, टुङ्ग्याउन चाहन्छु। हवस् त, धन्यवाद अनि नमस्कार।